सेवारो नमस्ते सबैजनालाई। आज चाहिँ हामी यो जङ्गल पोखराको के गरेको यो गइरहेको छौँ र हामी चाहिँ चक्करबाट गइरहेको छौँ तलतिर पूर्वातलतिर। ए गाविसका मान्छेहरू साथी होला अमलाको बोट बिचमा पानी आउला निकाल्नु त ननिकाल्ने हुँदैन यतिखेर त्यो हुँदैन मलाई हेर्नु चाहिँ पानी आउला पानी खान्छ मिठो हुँदैन त मिठो हुँदैन पानी चाहिँ हुन्छ केही स्वादै हुँदैन नुनिलो हुन्छ। अन्त त्यसले ट्राई गर्नु हुन्छ म चाहिँ अलिक सस्तामा खराब भइरहेको छ घाँटी, त्यही भएर चाहिँ आज बोल्दिनँ त्यति साह्रो, घाँटी साह्रो दुखिरहेको छ मेरो। अलिक हिजो हामीले के खाएको थियौँ खानेकुरा खानेकुरा भनेर भन्छ मोमो पिज्जा पिज्जा पनि खाएर खराउला अलिक मार्किङ लागिरहेको छ। अनि टुकु ओके के रुख हो हामी चाहिँ चिन्दैन। हेर्नुहोस् यस्तो यस्तो रुखहरू पाउँदो रहेछ यहाँनिर, खालि यस्तो रुखहरू छ। हामी चाहिँ यो जङ्गल गइरहेको छौँ किनभने सर्टकट बाटो त्यहाँनिर अर्को ठाउँ हुँदाखेरि अलिक 1 घन्टाभित्रमा पुग्छ भनेको छ। अनि हामी चाहिँ के र अब त्यत्रो चाहिँ यसरी मजा पनि हुने अनि यस्तोमै रुचाउँछौँ हिँड्नको लागि चाहिँ बढी जस्तो हामी यस्तोमै हिँडिरहेको छौँ। कस्तो लाग्दैछ तिमीलाई चाहिँ हिँड्नु? अब परिवाला फिलाइरहेछ हिँड्दा नि परिवाला फुल्लाइरहेछ। अब भयङ्करवाला ठिकै छ त, त्यस्तो फिलाइरहेको छ तिमीलाई। मेरो चाहिँ घाँटी हाम्रो त समातेर हिँड्ने नि छैन। यहाँ आइज केटी, यहाँ आइज केटी, आइज भन्नुपर्छ। अलिक बिस्तारै हिँड है, तिमी त ड्याब ड्याब गर्दै हिँडिरहेको छौ। अलिक बिस्तारै हिँड। वा ब्रिटिस नै छ। नमस्ते। के त्यही भएर अनि उनीहरूले त एक्स्ट्रा चार्ज लिन्छ नि त धेरै। तिमीहरूलाई नि एक्स्ट्रा लिन्थ्यो तर तिमीहरू नेपाली बोल्छौ त्यही हेर। नेपाली यसो हेर्दा नि नेपाली छ। एउटा चाहिँ अब यसले जस्तो छ, दुईजनालाई देखिहाल्छ। सरी है, फेरि मैले चाहिँ भनिहालेँ। ला यहाँनिर अहिले भ्लग बनाइरहेको छु है म।
ल है फेरि सम्हाल्नु है सम्हाल है यता आऊ केटी त्यसलाई खुट्टा दुखिरहेको आऊ आऊ ओह्रालो नजिक छ नि त अब भरे चाहिँ फेरि त्यही हो सेम भात खाएको छौँ नि हामीले बिहान बिहानै पचाउनु त पर्यो यसो यहाँ चाहिँ अमलाको बिरुवाहरू ट्याप्पै भेट्दो रहेछ अमला पनि होइन हौ के भन्छ पानी अमला पानी अमला हौ खाऊ न अनि एकताल टेस्ट गर्दा लु अनि फलेको हुँदैन भन्नुभएको होइन खोइ फलेको हुँदैन भनेको अब र पनि ट्राई गरौँ न हामी चाहिँ यसो यहाँनिर खोइ रहेन रहेछ बेला भएको रहेन यतिखेर छैन सरी है मैले त उखाले मात्रै रोपेको होइन र पनि बिरुवालाई भनेको सरी आइएम सो सरी मलाई उखाल्नु मन त थिएन तर ट्राई गरेको भनेर चाहिँ अब आउनु कति छ अझै छ अझै छ अब भर्खर हिँडेको 20 मिनट त हामी चाहिँ पोखराको लेक साइडमा जाँदैछौँ त्यहाँनिर लेक साइडमा अडिँदै जाँदैछु म भर्याङमा चढेर होइन जस्तै तर केही छैन यसरी बाटो छ भने राम्रो मलाई त थाहा थिएन यस्तो सर्टकटहरू छ भने तर यहाँको लोकल मान्छेहरूलाई हामीले सोध्दै हिँडेको अनि यो हाम्रो त फेरि त्यहाँनिर कस्तो भन्दाखेरि मन्दिर जुनै मन्दिर जाने ठाउँ या जाने ठाउँमा पनि त्यो सर्टकट बाटो रहेछ नि हो कि होइन भन त तल जाने पनि सर्टकट यता हामी आउने पनि सर्टकट हिँड्नै सर्टकट रहेछ त्यही भएर हामी तिनीहरूलाई पैसा चार्ज बढी लिनुको लागि क्या अनि हामी चाहिँ त्यही भएर अनि त्यो होइन तिनीहरू कति त हिँड्नु पनि सक्दैन नि त बुढाबुढी पनि हुन्छ ट्राभल गर्नको लागि त्यो सुविधा पनि भयो एक्स्ट्रा पैसा चार्ज पनि अब गाउँलेहरूलाई त चाहियो नि त अनि अब हामी जस्तो लोकल मान्छेहरूलाई भनिहाल्छ किन भन्दाखेरि हामी चाहिँ चिनी जानेकै मान्छे एउटा भेट्यौँ र उहाँले हामीलाई कन्ट्याक्ट गराइदिएको थियो अनि हामी चाहिँ त्यही भएर सजिलो भयो हामीलाई चाहिँ होइन अनि त्यो घरको मान्छेहरूले यता त सबै नि हो जाने भयो सर्टकट हिँडेर जाँदा तिमीहरू एकैछिनमा पुग्छौ ओह्रालै त हो भनेपछि चाहिँ हामी त्यसरी बाटो लागेको भनौँ अब तपाईँहरूलाई भन्नै पर्दाखेरि अनि त यसरी हिँड्दा चाहिँ एकदम यात्रा चाहिँ मलाई मजा लाग्छ किनभने हामी धेरै हिँड्छौँ गर्छौँ पनि खाएको पनि छौँ एकदम त्यो ब्रिटिसले क्या अनि के खाएको यो भन्दाखेरि ब्रेकफास्ट हो भन्दै थियो नि हामीले त भात गम खाइरहेको थियौँ त्यतिखेर होइन ल लड्छौँ है त्यसो भन्दै र पनि हामी चाहिँ खायौँ अनि त्यति अब टनै छौँ भनौँ अब गएर घुम्ने हो लेक साइड सबै तपाईँहरूलाई देखाउँछौँ होइन अनि त्यहाँदेखि चाहिँ हेरिदिनु होला तपाईँहरूले साथ दिनु होला के लाग्छ कसो लाग्छ कमेन्ट पनि गरिदिनु होला साथै तपाईँहरूलाई लाइक मन पर्यो भने सेयर पनि गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला भन्दै म चाहिँ अलिअलि थोरै तपाईँहरूलाई देखाउँछु लड्दै कन्ट्रोल गर्दै हिँड ल हामी चाहिँ यसरी बाई बाई टाटा तिमीलाई केही कुरा सोध्छु है र मलाई साथ दियौ है तिमीले खाना खायो खाएन किन नखाएको त अब त भन्दैन किन नभन्ने त भन न खाएन भोकै नलागेर यो बुढी त यत्रो त देख्दैछ बुढी त यत्रो देख्दैछ त भन न मेरो पनि ठुलै छ बुढी भएको नदेखाउनु न यता चाहिँ अनि सब्जी के थियो त खाएकै हो आज हामीले जिसुको होस् होइन बुढी त्यो ठुलो भएकै हो तर सब्जी के थियो भन न टोइलेट होइन टोइलेट के को टोइलेट हो त्यो टोइलेट भन्छ त्यस्तो भन न त के को सब्जी थियो के खायो डल्लो कोपी डल्लो लाग्छ अनि ल ठिकै छ त म डल्लो भयो त तिमी के भयो त म लम्बु होइन तिमी यहाँ हेर्नु लम्बु होइन ऊ चाहिँ नि डस्सा छ अबको 1-2 वर्षमा हेर्नु कम ब्याक
कम ब्याक होइन कि रोजगारको कमाएको जस्तो दामी हुन्छ No need to come back. Look like this time. हेर न यस्तो खालको छ तिमी अहिले सोलो ढोलो मोटो अलगै चाहिँ मभन्दा अलगै छ अलिकति चाहिँ होइन तर यो चाहिँ मोटै नै छ एकचोटि केटा हो केटी हो होइन यो भिडियो चाहिँ नहाल्नु हाल्छु म त ए नाइ होइन र पनि के हुन्छ त हाल्दा नि के हुँदैन रोजिका हो तिमीले परिचय दियो त ल त आफै इन्ट्रोडक्सन अल्छी लाग्छ हेर न कस्तो छ अल्छी पो लाग्छ अरे हौ गाइसहरू अल्छी लाग्छ अरे इन्ट्रोडक्सन गर्न आफ्नो परिचय दिनलाई उसलाई अल्छी लाग्छ भने सकेन अब म चाहिँ भएँ तपाईँहरूलाई थाहै छ देखि ओ माई गड सेवारो है सबैलाई ठिकै छ त कहिले काहीँ यस्तो पनि गर्नुपर्छ भुइँसेरी सेवाहरू घाँटी दुखी भने म चाहिँ बोल्दैछु र पनि हामी यसो अब ए मलाई नि देखाइरहनु पर्छ मलाई पनि देखिरहेको छु म पनि आफूले आफूलाई देखाउनु न आफ्नो भ्लगमा किन अरूलाई देखाउनुहुन्छ देखाउने नि त तिमीलाई पनि देखाउने म पनि देखाउने मलाई मात्रै देखाउँदा अलिक उयो हुन्छ नि त हुँदैन केही पनि तपाईँको भ्लग हो तपाईँ मात्रै देखाउनुपर्छ सबै देखाउनुपर्छ म मात्रै होइन क्या तिमीहरूलाई पनि देखाउनुपर्छ र म पनि देख्ने हो यसरी हामी चाहिँ हिँड्दै जाँदैछौँ कस्तो छ भने बाटो भन्दाखेरि यहाँनिर यस्तो छ क्या घर लेभलै मिलेको छैन त्यही भएर चाहिँ लड्ने चान्स हुन्छ तर म चाहिँ लडिगएको छुइनँ दुईजना चाहिँ लडिसक्यो अलरेडी र पनि हाम्रो यात्रा यसरी नै गइरहेको छ अनि यहाँ हेर्नुहोस् यस्तो छ यो नि यस्तो छ बाटो चाहिँ यतिमा हामी अटाउनु पर्ने हुन्छ जिन्दगानी कत्रो हो यो घन कसले होस् जयसापसँग फेरि लड्नुपर्छ होला नि त यस्तो ठाउँमा अनि बाध्दै बस्नुपर्छ होला अनि यस्तै रुचाउँदो रहेछ जयसापले नि म यस्तोमा बस्यो भने त अब हुँदैन अन्त किन बसेको होला यहाँ चाहिँ युजमी भनेर यसरी लेखेको छ डस्टबिन मैला हौ डोकोमा यस अरू फ्रेन्ड छैन त्यस्तो साह्रो छैन भने तिमीहरू अरूलाई बेचेको होइन मलाई नै बेचिरहेको छु भन्नुभएको छैन फेरि यो चाहिँ के हो सिग्नल मैले बुझ्न सकेको छुइनँ हौ यो के राखेको यो जाँदै पछि यस्तो टर्निङमा अघि लगाएको छ त्यस्तो हुन्छ क्या पूजा गरेर बस म चाहिँ यहाँ हिँडेँ भनेर होला सिमाना लगाएको के हो यो क्या ये साउन्ड त्यहाँ पनि आयो ठक्कै हो अभि नरोकेको गएको हामी चाहिँ गुवाको कोठा अहिले हामी चाहिँ है आइपुग्न आँटेछौँ यहाँ लेक साइडतिर अब यहाँ तपाईँहरूलाई देखाउँदैछु अब हामी चाहिँ आइपुग्न आँट्यौँ खुसी छौँ आजको दिनमा अब शान्ति रूपमा हामी आइपुग्यौँ यहाँनिर एउटा यो सिग्नल दिएको रहेछ तपाईँहरूलाई होइन यो चाहिँ मैले बुझ्दा चाहिँ एउटा यो सिग्नल रहेछ हामीलाई एरो दिएको छ कता कता बाटोमा होइन यसरी दिएको रहेछ किन रहेछ भनेको त यो हामीलाई सुविधाको लागि यसो बाटोको लागि यसरी सुविधा ल्याइदिएको रहेछ हेर्नुहोस् यहाँनिर चाहिँ केही कथा तपाईँहरू सर्टकट हिँड्नु पऱ्यो भने सिग्नल चाहिँ यो लगाइदिएको रहेछ पोखरा साइड हिल साइडतिर हिँड्दाखेरि यस्तो सिग्नल लगाइदिएको रहेछ अनि त्यस्तै त्यही रङकोले नै पिङ्क कलरको रङले नै सिग्नलहरू एरोहरू लगाइदिएको रहेछ दिसु भन्दै यस्तै
टर्निङ काट्दै चाहिँ जानुपर्ने अवस्था हुँदो रहेछ र हामी चाहिँ फाइनली यहाँ आइपुगेको छौँ र अब तपाईँहरूलाई अलिअलि गर्दै म देखाउँछु है त। यो हो टक्कै रोकिएछ यहाँ यसरी। यस्तो ठाउँमा तल झरेको थियो मैले फाइनली यहाँदेखि चाहिँ हामी यस्तो जानुपर्ने रहेछ। अब जाँदैछौँ। लेक साइड त लेक साइडै हो यो, तर कहाँ हो अब बिस्तारै हिँड है। फेरि बाटो पनि यस्तो छ, जङ्गलको बाटो हिँड्दाखेरि यस्तै हो। अब कता हो, यहाँदेखि जानु होला नि। सरी गाइस, मैले चाहिँ यहाँनिर लेक साइड आएको भनेको थिएँ, तर यो लेक साइड होइन रहेछ। हामी अर्को बाटो आइपुगेछौँ अनि त्यही भएर तपाईँहरूलाई भनेको ल लेक साइडतिरको भिडियो देखाउँदैछौँ तपाईँहरूलाई। भिडियो हिँडौँ न, हिँडौँ, केही हुँदैन। क्या मजा आउँछ। माया भेटियो भन्दै सारङकोट हटिदिन्छु नि तिमीलाई दामी दामी ढाडा देख्छु तर यसोमा नजानु, योमा केही देख्दैन। खाने भयो भन्नु है, नखाने यस्तो घाँटो होइन गर्छ रोजन। यो कन्सर्टमा क्या अन्त राति हुँदै त हामी यहीँ बसेर हेरेको नि, यहीँ बसेर हेरेको। म्युजिकहरू अहिले चेन्ज डुल्नु पाएको भए मजा आउँथ्यो। त्यही त बेलुका भनेको, म त बेलुका म यसो गर्छु। बेलुका भएर जाउँ न अनि यताउति कता कता घुमौँ अनि बेलुका हुन्छ अनि त्यहाँदेखि घर। उता डुल्नु भन्दा नि उसले मानेन, उति तलतिर हो तर उता भन्दा नि हामी बसेको उता डाँडामा त हो। हामी त उता पो बसेको त। तर डुल्नु फेरि यता फर्केर आउँदा पनि हुन्छ हौ। आउ जाउको भाडा लिन्छ उठ्या टु खोप्ने हो यो चाहिँ। लेखेर कहिले 1 महिनाको ट्याटु पनि 1 महिनाको मात्रै दुख्दैन बस कलरले पेन्टिङ मात्र हो। उ त्यसकै बस्छ के भन्ने कलर चाहिँ देख्नु भएको छ नि। 1 महिनाको लागि मात्रै। खासै महँगो पनि छैन, सस्तो खालको प्राइस। ए होस् होस्, 1 महिना किन ला बिगारेर बनाउनु चाहिँ मन। कला केन्द्र, कला केन्द्र डेली पुरानो खिचिदिन्छ होला नखिच्ने भन्ने। राम्रै निकाल्छन् त्यही त बरु। छिटो हुन्छ दिदीहरू फट्ट नखिच्ने नखिच्ने। गरम भयो। साइली हो कि माइली? साइली हो कि माइली फेवाताल भन्दै। ल त म त जहिले उसको लास्ट युट्युबमा हामीलाई देखाउनु यसलाई मात्रै खिचिदिन्छु अबदेखि। ठिकै छ त, ठिकै छ त। माया भेटियो बन्दीपुरैमा। युट्युब वार चलिरहेछ यहाँ। कस्तो एउटा मात्रै मतलब छ।
हेर्नुहोस् यो चाहिँ फेवातालको दृश्य तपाईँले 3 गो हामी नजाने अहिले हामी कहाँ गएको ऊ त्यो डाँडादेखि तल हामी उता डाँडा हो बसेको त्यो डाँडा उता डाँडा आमा हो डाँडा त होइन होला होला नजिक तर होइन यत्रो नजिक भन्छ उता डाँडा त्यहीमै ल भयो ल तपाईँको नि लाइदिए हुन्छ आराम छ जिन्दगी मेरो त तात्तिँदैन म पनि अब यस्तो भिडियो बनाउँछु तपाईँको यस्तो भिडियो बनाउँछु तपाईँ हिँडेको ल अरू टक्क बस्नु पोर्क भनेको बार्बिक्यू नेनीको सिङ्गल एक्लो भुटेर त हेर्न सक्नुहुन्छ डर लाग्छ मलाई त होस् बस्नु खेल्नु नि त हामी सिकाइदिइराख्छौँ होस् जुसहरू फ्रेस जुसहरू दामी दामी हुन्छ मौली चिसो छैन त नि ल गो के हाल्छ अड्सुकै अड्दिनु पनि भन्दा छिर्छ नि ए हामी चाहिँ अब यहाँ तिमी चाहिँ ट्राई गर पोर्क सेकको अलिकति मात्रै आउँछ भिडियो मात्रै हो फोटो मात्रै हो कस्तो छ तिम्रो चाहिँ हामीलाई चाहिँ तिम्रो साइजको दिएछ तिमीलाई के मनपर्छ त्यही खानुपर्छ नि ए उसले आफै अर्डर गरिरहेको Mickey? Yeah. Nafane. Ganti dheera. म त खेल्दिनँ है मलाई त डर लाग्छ यतिको त हामी पनि कुदाउन सक्छौँ कि तर नखेल्ने भाइ पानीपुरी कस्तो यो आलु प्याज 30 रुपियाँ यो प्याज चाहिँ 150 रुपियाँ कतिवटा आउँछ 150 10वटा त बेसी हुन्छ कम्ती आउँछ 10 रुपियाँ कम्ती आउँछ हाँ? 5वटा आउँछ 5वटा कति चस्मा लगाएर संसार कालो भएको थाहा नपाएको
नक्कली यिनी चाहिँ म त नक्कली हो नि यता मिकिने नि खेलिरहेछ गेममा मस्त आलु छ अनि 5वटा प्याज के है खाने पिरोनलाई किन बनाउन के नहाल्नु है चटनी नहाल्ने हाँ चटनी नहाल्ने कस्तो आउँछ चटनी हरियो अबे नहाल्ने त्यो पुदिनाको धनियाँ खुर्सानी धनियाँको पुदिना त सबैले मन पराउँछ राख्ने हामी त खाँदैन नेपालीले त धनियाँ मात्रै मन पराउँछ साइडमा धनियाँ र खुर्सानी भयो 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 टमाटर लसुन साइडमा हालेपछि बसेर खानु उभिएर खानु हुँदैन त मार त ओ मार्नु त यहाँ खा त हामीले बोकिरहेको छौँ भारी हुन्छ फेरि साउने होइन फेवातालमा साइले हो वा देखाउने मिकी त देखा भन्नु छ होस् उसको स्वाद जान्छ भनेर उसले कसलाई देखाउँदैन हाम्रो साथै होइन हो त ला किन हेरौँ न सुनौँ ल सुन्न चाहिँ मन लाग्छ इन्ट्रेस्ट हुन्छ अर्को आएको त नि सुन्न चाहिँ मजा हुन्छ नगर न के गरिस् हराउँ सूर्य अग्लो रहेछ पछिल्लो सम्पत्तिमा बाधा छ बाबुबाजेकोमा यो अग्लो भएपछि बाबुबाजे सम्पत्ति दिँदैन त्यो भने भाइ साहब देखाउने केटी अनुहार हेरेर हेरी पछिको सफल यो घरका मसिनो रहेछ नजर जान्छ आइमीतिर आमा यो मोटो भयो भने काममा मात्रै ध्यान कोही मान्छेको काममा मात्रै ध्यान बसेको आइमीतिर मात्रै ध्यान यो घरको मान्छे आइमीतिर सञ्चालनमा बिचरा काम गर बच्चा 8वटा बच्चा अब चाहिँ हामी चढ्न लागेको है खै म बिचमा बस्छु नि हो त्यहाँ बस्नु तपाईँ आमै म भन्नु वाला हो सबैभन्दा वाइट उसको धेर छ उसको बस्नु न बस्नु बस न बस बसिहाल्नु बसिहाल्नु बस तपाईँ तल बस्नु भाइ ओ देख्नु भयो यो लगाएर आमै यत्रो देख्छ छ्या हातभित्र है हातभित्र अगाडि फर्केर हेर्ने भयो यतापट्टि सिटमा अरू त फर्किँदा नि हुन्छ कसरी हामी चाहिँ उसले नि ढ्याप्पै छेलिँदो रहेछ गड ओफ गनायो त अनि माछाको गनायो त अनि ओफ यता हेर्छौँ हुन्छ हाम्रो ब्लगर दिदी चियाको त हुक्क भएर यसो गर न अलिक तिमीलाई देखिने क्या डर लाग्छ हौ मलाई पनि साह्रै
हो त आफ्नो लाइफ धेरै नै प्यारो रहेछ मलाई कति धेरै ज्यानको माया म त रुन्छु नि अहिले फेरि कस्तो डर लागेको ज्यानको माया हुन्छ नि हौ हाम्रो त हाम्रो त बुढो भएर होला ज्यानको माया लाग्दैन त्यही त अनि पर्खिरहेको छ घरमा अनि कहाँ पठाउँछ कति साल भयो नि अङ्कल तपाईँले चाहिँ दाजु कति साल भयो तपाईँले यो बोट चलाएको हजुर भयो 2-3 वर्ष 2-3 वर्ष दिनमा कति ताल आउँछ यो तपाईँको पालो हेरेर हुन्छ 5-7 टिप्ले हुन्छ कहिले 2 टिप्ले हुन्छ महिना अनुसार कि पैसा तपाईँलाई दिनको अनुसार मेरो दिनगन्ती हो जति चलाए त्यति पाएँ एक टिपको चाहिँ कति एक टिपको अब प्याकेज हेरेर हुन्छ मन्दिर आयो भने अब 300 पायो 1 घन्टामा चलायो भने 170 पायो कहिले 3-4 हजार नै हुन्छ कहिले 1-2 हजार 15 हुन्छ कहिले 5-600 भन्दा कमाउन सक्दैन यही बस्नुहुन्छ चलायो भने 3 दिन ज्वरो आउँछ हामी चाहिँ फाइनली आइपुग्न आँट्यौँ मन्दिरमा यहाँ 1 घन्टै चलायो नि ज्वरो आउँछ क्या 3 दिन जति तपाईँलाई नै आउनु आएको थियो आउँदैन नि पहिला सिक्दाखेरि कतिखेर निधाए थाहा नै पाउँदैन यता पैसा कमाउने टक बस्यो भने मात्रै अनि जाँगर लाग्ने उयो गर्दा चाहिँ त्यसमा पनि कहिले चलाउँछ त्योभन्दा त यही बोट दामी छ घुम्न गरेर खाएर खानेकुराहरू राखेर मजाले घुम्न मिल्छ ए यो त एक्सर्साइज राम्रो हुन्छ नि यस्तो दुखेर यो पछाडिको नि यो गरेको नि पानी परेको छ भने के हो बानी नपर्दा गलेर मलाई त निगा आउनु आँट्यो भन्नु ल्याइदिनु हो देख्न जाऊ कि ल्याएको के गर्छ हौ यो भाइहरू ला पानी चुमुलीको यो सपोर्टहरू माथि राख्नु त सबै फकसको माथि राखौँ माथि यता मन्दिर ए यो बनाउँदै रहेछ अहिले यो मन्दिर बनाउँदै रहेछ कुनै कुराकै सेटिस्फ्याक्सन हुँदैन तिमीहरूलाई सोध मन्दिर त मन्दिर माछा त
यो कत्रो रहेछ यो भाग्यो म त पाइन्न है पाइँदैन कहाँ पाइनु हेर्दै जाँदैछ रहेछ यार हामी फेरि बोटमा चढ्ने बेला भयो अनि कुन हो बोटको यो यहाँ बस्न फोटो खिच्न आँटेको हौ ल यता सेवा र लो फेरि आइको जस्तै को गीत लाउने यस्तो कसले गीत लाग्यो अलिक सेफ्टी भएर गएको अब चाहिँ हामी रोजीका लास्टमा भएछ अलिक गाह्रो भन्नु लाग्यो अघि रोजीका बिचमा थियो नि त के भयो फ्याल फ्याल भयो उता गाडेको जस्तो भइरहेको अघि नै भनेको मैले उहाँलाई म त्यहाँ बिचमा बस्छु भनेर अभी के हाने यार दाजुलाई आज गलाउनै परेन रोज के गर्नु अब हामी चाहिँ उत्रिनु पर्ने हुन्छ अब यहाँबाट ल आइ पनि आइगएको निदायो अब फोन बोक्नु निदाएको त निन्द्रा लागिरहेछ टर्निङ काटेको हामीलाई टर्निङ काटिरहेछ हाम्रो चाहिँ अच्छी